सँग हिँड्दा हिँड्दै जानी नजानी तिम्रो हात समाउँदै बगलमा बसी तिम्रो मुस्कुराउँदै मायाका गीतहरू गुनगुनाउँदै थाहै भएन कहिले मन बस्यो तिम्रो हाँसोमा कहिले मन फस्यो तिमीलाई घन्टोसम्म। अहिले चाहिँ हामी नालागढी आइपुग्यौँ बल्ल बल्ल बाटोमा भेटेर। अनि एकदम धेरै धुलो रहेछ बाटो। हामी चाहिँ भक्तपुरको गल्ली गल्लीबाट आएको, त्यही भएर अनट्रस्टेड लाइक दिस। घाम पनि एकदम धेरै छ। सो हामी चाहिँ यहाँबाट माथि जाने हो। अहिले भडाइ हुँदै हिँड्दै जानु होला। बाई। हामी चाहिँ नालागढी आइपुग्यो, तर विरक्त पारेर यहाँ हिँडिरहेछ। त्यो भडाइ चाहिँ देख्यो है कसरी चढ्नु। आई डोन्ट नो म कसरी त्यहाँ पुग्छु भनेर गाइस। यति मात्रै हिँड्यो, पर पुग्नु पर्ने छ। पर पुगिसक्यो मेरो। यति चाहिँ हिँड्यो। आज मर्निङ वाक नगएको चाहिँ आज नै ठिक पार्नु भयो गाइसहरू। अब चलिरहेछ, हामी चाहिँ जङ्गलमा बसिरहेछ। मेरो साथी फोटो खिचिरहेछ। मेरो फोटोग्राफी त्यति राम्रो छैन, त्यही भएर मेरो साथीले त्यही झुन्डाएर आफूले खिच्दैछ। अनि हाम्रो चाहिँ खाना हो पर बसिरहेछ। आजको मेरो उपलब्धि ओ त पुरा त्यो के अरे डेजर्टमा बसेको जस्तो भएछ। फेरि शान्त वातावरण। I'm the one girl in your eyes. Isn't it love? घाम यस्तो मस्त लागिरहेछ। हामी आएका छौँ क्या अरे नालागढी। त्यो पनि बाटो पुगेन भनेर यस्तो धेरै कराए। गुगल म्याप चाहिँ कहिले काहीँ चाहिँ निदर्श भाग्यमा पाएकै हो होइन। ओ परबाट आइपुग्यो क्या हामी तल। मायामा निसासिने कस्तो हाम्रो यो पागलपन This is my उपलब्धि and this is me. अनि हामी चाहिँ यहाँ बसिरहेछौँ यसरी। अघि we were supposed to say माथिपट्टि, तर त्यहाँ चाहिँ एकदम धेरै मान्छे थियो। अनि मान्छेहरू चाहिँ धेरै डु इट लाइक दिस। त्यही भएर हामीलाई मन पर्दैन। हामीलाई के मनपर्छ? हामीलाई शान्ति मनपर्छ। हामीलाई शान्त मन पर्दैन, हामीलाई शान्ति मनपर्छ। सो आजको दिन चाहिँ राम्रो भयो। बाटो अलि लामो थियो तर इट वाज अलराइट। डेस्टिनेसनमा पुगेपछि हामी स्टेयर्सहरू कति धेरै हिँड्यो। अहिले भरे म स्टेयर्स हामी कति धेरै हिँड्यो भने देखाउँछु। ओके मैले भिडियो नबनाउने भनेको मेरो साथीले मलाई चस्मा दियो। मैले फेरि साथीको चस्मा लगाएर भिडियो बनाउँदैछु म। अनि आज चाहिँ हामी गुगल म्याप हेर्दै आएको, तर गुगल म्यापले चाहिँ बाटो एकदम धेरै लामो देखायो। तर आधी अफ रोड, आधी द रोड वाज गुड। हामी चाहिँ भक्तपुरको गल्ली गल्लीबाट आएको। अनि हामीले चिप्सहरू खायो। अनि मोस्ट इम्पोर्टेन्ट थिङ मोमो खायो। अनि माथिपट्टि आउँदाखेरि झन्डै चिप्ले म। चिप्ले झन्डै होइन, म साँच्चीकै चिप्ले। तर त्यस्तो बिस्तारै चिप्लेन, नट एज बिहान लडेको जसरी। इट्स फाइन। मेरो साथी त्यहाँ मेरो फोटोहरू चेकआउट हालिरहेछ। अनि मेरो चस्मा सुहाउँदो रहेछ। कसैले मलाई यस्तो चस्मा किनिदियो भने काटेँ। चस्मालाई अर्को आफ्नो लगायो भने राम्रो देख्दैन, अर्को चस्मा लाउँदा राम्रो देख्दो रहेछ गाइसहरू। यसो तपाईँहरू मलाई स्पोन्सर गर्नुहुन्छ भने चस्मा पठाइदिनु होला।